साथीहरु तपाईहरुले देखिराख्नु भएको होला नि अहिले है मेसिनले मेरो मसिनो कोइनहरु पुरा गम खाँदैछ नि हैन त्यो चाहिँ नि तपाईसँग थुप्रो भएको कोइनहरु हुन्छ नि त कति धेरै अब पहिलादेखि राखेको युजमा पनि आउँदैन खास अहिले अक्टोपस युज गर्नु भएपछि हैन अनि त्यो भएको भएर कोइन तपाईसँग धेरै छ भने चाहिँ यो ठाउँमा गएर चाहिँ तपाईले यसरी आफ्नो कोइनहरुलाई चाहिँ हैन 10 सेन्ट 20 सेन्ट 50 सेन्टहरुलाई चाहिँ तपाईले यसरी आफ्नो अक्टोपसमा एड गर्न सक्नुहुन्छ हैन थुप्रै अप्सनहरु छ तपाईले एड गर्ने तर मैले चाहिँ अक्टोपस एड गरे किनभने सजिलो हुन्छ नि त हैन त्यो 10 सेन्ट 20 सेन्टलाई त कसरी युज गर्नु बाहिर अहिले त युजै हुँदैन हैन अनि त्यसको लागि चाहिँ एकदम सजिलो मेसिन आएको रहेछ जुन चाहिँ म तपाईलाई देखाउन गइरहेको छु हुन त तपाईहरुलाई पनि थाहा छ होला हैन तर मैले चाहिँ नयाँ भेटेको कुराहरु तपाईहरु समक्ष शेयर गर्ने मेरो चलन छ नि त नि यसै क्रममा मैले शेयर पनि गरिहाले कसरी गर्ने भन्ने कुरा चाहिँ यहाँ सबै दिएको हुन्छ क्या हैन अघि अगाडि पनि तपाईले देख्नु भयो होला कसरी भनेर पुरा यहाँनिर लेखेको पनि छ देखाएको पनि छ नि त हैन तपाईहरुले चाहिँ इजिली गर्न सक्नुहुन्छ जसको चाहिँ यति धेरै कोइन छ हैन के गर्ने होला हो भनेर घरमा थुरिराखेको छ नि हैन तपाईहरुले चाहिँ समय भएको बेला आएर चाहिँ यो मेसिनबाट चाहिँ मजाले यसरी हेर्नु नि त कस्तो मजाले खाँदैछ क्या यसरी चाहिँ तपाईले लगाएर आफ्नो अक्टोपसमा एड गर्न सक्नुहुन्छ अनि अरु पनि थुप्रै अप्सनहरु छ क्या तपाईले हैन अक्टोपस मात्रै नभएर मैले चाहिँ अक्टोपस चुज गरे अनि तपाईको त्यो भइसकेपछि चाहिँ 13 पैसा यति भनेर देखाउँछ के तपाईले देख्नु भयो होला अहिले $17.90 भइरहेको छ नि मेरो पैसा हैन अनि त्यसपछि तपाईले त्यो डन गरिसकेपछि चाहिँ अनि एकछिन वेट गर भनेर भन्दो रहेछ अनि अक्टोपस ट्याप गर्न लाउँदो रहेछ है तपाईले देख्न सक्नुहुन्छ हैन अनि अक्टोपस ट्याप गरेपछि मेरो पैसा त्यहाँनिर ट्याप भइसक्यो र तपाईले रिसिभ पनि देख्न सक्नुहुन्छ यो रिसिभ हैन यो चाहिँ तपाईले स्क्रिन अब फोटो खिचेर लादा पनि हुन्छ भनेर यतापट्टि लेखेको छ के हेर्नु त माथि थुप्रै अप्सनहरु छ के कसरी एड गर्ने भन्ने कुराहरु त्यसमा चाहिँ मैले अक्टोपस चुज गरेको हैन यो माथि लेखेको पनि छ है तपाईले चाहिँ स्क्रिनलाई चाहिँ उयो गर्न सक्नुहुन्छ भनेर अनि तपाईले यो कहाँ हो भनेर त भन्नै पर्यो हैन अनि यो चाहिँ तपाईको ठक्क देखिराख्नु भएकोलाई यो मेसिन हैन त्यहाँदेखि बाहिर निस्केर तपाईलाई देखाउनु पर्यो युनलङमा बस्नेहरुको लागि विशेष है तपाईले देखिराख्नु भएको होला नि त यो चाहिँ कुन ठाउँ हो भनेर चिन्नु भयो कि नाइ यो चाहिँ कलर हो पहिला चाहिँ सिटी मल भनेर भन्दो रहेछ के यसलाई चाहिँ हैन अहिले चाहिँ कलर भनेर चिन्दो रहेछ तर म युनलङ सरेदेखि चाहिँ नै यसलाई चाहिँ मैले यो यही नामबाट चिन्दै आउँछु तर पुरानो बस्ने दाजुभाइ तथा दिदीबहिनी जो पनि मेरो साथीहरु हुनुहुन्छ उहाँहरुले चाहिँ सिटी मल भन्थ्यो पहिला भनेर भन्नुहुन्छ तपाईहरु युनलङवासीले त विशेष थाहा पाइसक्नु भयो होला हैन यो चाहिँ एकदम सेन्टरमै छ नि त तपाईहरुलाई थाहा छ है यही भित्र हो है त गाइस तपाईले देख्न सक्नुहुन्छ है उता ह्याङसेङ बैंकबाट छिर्दा पनि हुन्छ हैन ह्याङसेङ बैंकबाट छिरेपछि चाहिँ अनि यस्तो छिरेपछि तपाई राइट साइड यताबाट छिर्नु भयो भने डोरबाट छिर्नु भयो भने चाहिँ लेफ्ट साइड पर्छ अनि ठक्क त्यहाँनिर चाहिँ तपाई खानेकुराहरु पनि छ अनि त्यहाँदेखि माई ज्वेलरी भनेर चाहिँ डायमन्ड पसल पनि छ के त्यहाँनिर हैन ठक्क डायमन्ड पसलको अपोजिट साइडमा हो है तपाईले देख्नुभयो नि त्यहाँनिर हैन ठक्क त्यसको अगाडि छ यो चाहिँ कहाँ भनेर भन्नुहुन्छ भने अझै मजाले भनिदिनु पर्दाखेरि चाहिँ लिफ्ट चढ्ने ठाउँनिर हो है त गाइस सो गाइस आजको भिडियो यहाँहरुलाई के कस्तो लाग्यो भन्नु होला तपाईहरुलाई काम लाग्ने जस्तो लाग्यो भने आफ्नो साथीहरुसँग पनि शेयर गर्नु होला अनि यहाँ रहेछ है यस्तो कोइनहरु खेर नफाल केटाकेटी हो यहाँ गएर चाहिँ अक्टोपसमा एड गर्नु पाउँदो रहेछ भनेर भन्नु होला र यहाँहरुलाई मन पर्यो भने हैन यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्नु होला र भन्नु होला तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ युनलङमा बस्नेहरुलाई चाहिँ विशेष सजिलो छ है त गाइस सो या द्याट्स अल हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद सी यू नेक्स्ट भिडियो बाइ बाइ